हाम्रो देश नेपालमा चाहिँ एकदमै धेरै नदी खोलाहरू छन्, तर कुनै पनि नदीहरू राम्ररी नियन्त्रण गरिएको छैन। न त नदीहरूबाट राम्ररी बिजुली उत्पादन गरिएको छ, न त नदीहरूमा बाँध लगाइएको छ, न त राम्रो पुल बनाइएको छ। अब यही भिडियोमा यो पुल हेर्नु त कस्तो धरापमा छ। यहाँनेरि अब यातायात जस्तै बाइक गयो भने खोलामै डुब्छ, बग्छ। बाइक त के मान्छे पनि जान एकदमै रिस्की छ यहाँनेरि। अनि अहिले चाहिँ म हाम्रो झापाको रङ्गेथान भन्ने ठाउँमा छु। अनि यहाँनेरि चाहिँ पारी जान एकदमै धराप छ। अनि यहाँ नसकेर हामीहरू चाहिँ उता गौरीगञ्ज धानगाडा चौरीबाट गएको, तर त्यहाँ पनि यही अवस्था छ, यस्तै अवस्था छ। पक्काको पुल अधुरो छ। अनि यसरी नाउ पुल के खोला पानी त्यसरी जानुपर्छ। अनि अरू देशहरू चाहिँ अब के विकास भइसक्यो, कहाँ पुगिसक्यो, तर हाम्रो देशमा भने राम्रो पुल शुद्ध छैन। अब एक ठाउँदेखि आफ्नै देशको अर्को ठाउँ जाँदा पनि 7 समुद्र पार गरेर जानुपर्छ, यस्तो अवस्था छ। र यसको बारेमा तपाईहरू के टिप्पणी दिन चाहनुहुन्छ भने कमेन्टमा भन्नुहोला। धन्यवाद।